नेपालको कथा कहाँबाट सुरु हुन्छ होला? कुनै राजा महाराजाबाट? होइन, यो कथा त सुरु हुन्छ देवता, नाग अनि एउटा विशाल तालबाट। आउनुहोस्, आज यही अनौठो यात्रामा लागौं। पत्याउनुहुन्छ? आज हामी जहाँ उभिएका छौं, यो काठमाडौँ उपत्यका, जहाँ लाखौं मानिसको घर छ, कुनै समय पानी नै पानीले भरिएको एउटा ठूलो ताल थियो। सोच्नुहोस् त, अहिले जहाँ गाडी गुड्छन्, घर बनेका छन्, त्यहाँ कुनै बेला केवल पानी र नागहरू थिए। त्यसो भए प्रश्न त उठ्छ नै, आखिर त्यो विशाल ताल गयो कहाँ? कसरी सुक्यो? अनि योभन्दा पनि महत्त्वपूर्ण कुरा, हाम्रो देशको नाम नेपाल नै चाहिँ कसरी पर्न गयो? ल, आज यही रहस्यको गाँठो फुकाउने प्रयास गरौं। अब सबैभन्दा पहिले यही नेपाल शब्दकै कुरा गरौं न त। यो शब्दको अर्थ के होला? कहाँबाट आयो होला? यसका पछाडि केही रमाइला धारणाहरू छन्। नेपाल नामको पछाडि खास गरी दुईवटा सिद्धान्तहरू चर्चित छन्। पहिलो भनाइ अनुसार ने नामका एक ऋषि हुनुहुन्थ्यो, अनि पालको अर्थ हुन्छ संरक्षण गरिएको ठाउँ। भनेपछि ने ऋषिले संरक्षण गरेको भूमि नै नेपाल भयो। तर अर्कोतिर एउटा भाषिक सिद्धान्त पनि छ। प्राचीन संस्कृतमा नेपाको अर्थ उपत्यकाका मानिसहरू भन्ने हुन्थ्यो, मतलब उपत्यकामा बस्ने मानिसहरूको भूमि। कुन चाहिँ होला त? ल, नामको कुरा त यस्तो भयो, तर अब त्यो तालको के भयो त? त्यो विशाल ताल सुकेर यो सुन्दर उपत्यका कसरी बन्यो? यसको लागि चाहिँ हामीले स्वयम्भू पुराणमा उल्लेख गरिएको एउटा प्राचीन कथातिर जानुपर्छ। बौद्ध धर्म ग्रन्थहरूले भन्छन् कि काठमाडौँ उपत्यकाको त्यो तालको नाम थियो नागदह। नामले नै प्रश्न पार्छ, यो दह, यो ताल, नाग अर्थात् सर्पहरूको घर थियो। कथाले के भन्छ भने, एक दिन बोधिसत्व मञ्जुश्री चीनबाट यहाँ आइपुग्नुभयो। उहाँले दहको ठिक बीचमा एउटा अद्भुत पवित्र कमलको फूल देख्नुभयो, अनि उहाँले सोच्नुभयो, यो ठाउँ त मानिस बस्न लायक बनाउनु पर्छ। त्यसपछि उहाँले आफ्नो प्रज्ञा खड्ग यानि शक्तिशाली तलवारले चोबारको डाँडोलाई एकै प्रहारमा काटिदिनुभयो। अनि के भयो? दहको सबै पानी बाहिर बग्यो र एउटा हराभरा उर्वर उपत्यकाको जन्म भयो। ल, उपत्यका त बसोबासका लागि तयार भयो। अब यहाँ सुरु भयो मानव सभ्यता र शासनको कथा। अब हामी पौराणिक कथाहरूबाट अलिकति इतिहासको पाना पल्टाएर हेरौं। नेपालका पहिलो राजवंशहरू को थिए त? इतिहासले भन्छ नेपालमा शासन गर्ने पहिलो वंश थियो गोपाल वंश, यानि गाई पाल्नेहरू। उनीहरू पछि आए महेशपाल वंश, र त्यसपछि आयो एउटा शक्तिशाली वंश किरात। किरात राजाहरूको शासन त निकै लामो समयसम्म चल्यो, करिब 1000 वर्ष। सोच्नुहोस् त। अनि किरातहरूपछि आयो लिच्छवीहरूको पालो। अब हामी नेपालको इतिहासको एउटा यस्तो अध्यायमा प्रवेश गर्दैछौं जसलाई सुनौलो युग वा स्वर्णयुग पनि भनिन्छ। हो, त्यो थियो लिच्छवी काल। आखिर किन भनियो त लिच्छवी काललाई गोल्डन एज? किनभने यही समयमा हो कला र संस्कृतिको सबैभन्दा धेरै विकास भएको। भव्य मन्दिरहरू बने, व्यापार टाढा टाढासम्म फैलियो। आज हामीले गर्व गर्ने हाम्रा धेरैजसो सम्पदाहरू तिनको जग यही लिच्छवी कालमा नै बसेको थियो। कसैले भनेका छन्, इतिहास जान्नु भनेको आफ्नो पहिचान बुझ्नु हो। यो कुरा एकदमै सही हो। हामीले एउटा तालबाट सुरु भएर राजवंशसम्मको यात्रा त हेर्यौं, तर नेपालको कथा यतिमै सकिँदैन। किनभने यसपछि त झन् महत्त्वपूर्ण प्रश्नहरू बाँकी नै छन्। आखिर मल्ल राजाहरूको उदय कसरी भयो? अनि एउटै देश कसरी टुक्रा टुक्रामा बाँडियो? र सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यो टुक्रिएको देशलाई फेरि कसरी एउटै मालामा उनियो? यो यात्रा त झनै रोमाञ्चक छ, जसले हामीलाई आजको नेपालसम्म ल्याइ पुर्याउँछ।